हेलो एभ्रिवान, नमस्ते। मेरो नाम उषा बस्नेत। म हजुरहरूकै जर्मन ल्याङ्ग्वेज टिचर र मैले चाहिँ विगत केही टाइमदेखि जर्मन ल्याङ्ग्वेजहरू पढाउँदै आइरहेको छु र मैले जर्मन ल्याङ्ग्वेज पढाएको भिडियो चाहिँ युट्युबमा पनि पोस्ट गर्ने गरेको छु। साथै मैले हाम्रो फिजिकल क्लासहरू चाहिँ हाम्रो जर्मन ल्याङ्ग्वेज इपी सेन्टरमा दिँदै आइरहेको छु र म आज तपाईँलाई एउटा एकदमै हेर्दा बुझ्दा सिम्पल लागे पनि एकदमै धेरै नै युज हुने कन्फ्युज बनाउने खालको वर्ड चाहिँ सिकाउँदैछु, जुन चाहिँ नेगेटिभ वर्ड के निस्ट र काइना चाहिँ हामीले कतिखेर युज गर्ने भन्ने। मैले अगाडिको एउटा भिडियोमा यास नो क्वेसन या नाइन सागा पढाएको थिएँ। त्यहाँनिर चाहिँ निस्ट र काइनको बारेमा चाहिँ म पछाडि पढाउँछु है भनेको थिएँ र म आज त्यही कुराहरूलाई कन्टिन्यू गर्नेछु, निस्ट र काइना कतिखेर युज गर्ने भन्ने कुराहरू है त। ओके ल, अझ हामी जाऊँ। आज मैले पढाउने भनेको निस्ट है, निस्ट अनि काइना यो दुइटै नेगेटिभ वर्डहरू है, निस्ट काइना होइन। अब यो चाहिँ होइन छैन होइन नेगेटिभ कुराहरू जाँदाखेरि अब यो र यो चाहिँ हामीले कसरी युज गर्ने त भन्ने कुराहरू है। अब निस्ट र हामीले कतिखेर युज गर्ने भन्दाखेरि यो चाहिँ हामीले कुनै पनि भव है, भव र एक्जेटिभलाई, एक्जेटिभ मतलब एक्जेटिभ भनेको विशेषण जनाउने कुरा होइन, विशेषणलाई नेगेटिभ गर्दाखेरि चाहिँ हामीले निस्ट लगाइन्छ। नेगेटिभ बनाउँदा है, नेगेटिभ बनाउँदाखेरि चाहिँ हामीले निस्ट लगाइन्छ। जस्तै भवलाई भन्छ भव र एक्जेटिभ मतलब विशेषणलाई नेगेटिभ बनाउँदाखेरि चाहिँ हामीले निस्टको प्रयोग गरिन्छ अरे हो। जस्तै मानिलिउँ इस Arbeiter, इस Arbeiter हो। अब जस्तै इस Arbeiter म काम गर्छु हो, यो त Arbeiter भनेको त Arbeiten भब टु वर्क काम गर्नुबाट आयो नि त। अब म काम गर्छु, इस Arbeiter म काम गर्छु। अब यसलाई चाहिँ म काम गर्दिन है, म कामसाम गर्दिन भन्छ नि कहिलेकाहीँ, त्यस्तो अवस्था गर्छु गर्दिन भबलाई नेगेटिभ है। यो त एउटा भब हो, यो आर्बाइटेन भबबाट आइरहेको छ होइन, आर्बाइटेन भबबाट। आर्बाइटेन भनेको टु वर्क होइन, मतलब काम गर्नु हेर्नुहोस् है। इस आर्बाइटर म काम गर्छु। अब फेरि यसलाई चाहिँ मैले नेगेटिभ बनाउनु पर्यो कि गर्दिन भन्नु पर्यो, इस आर्बाइटर निस्ट। हेर्नुहोस् है, नेगेटिभ बनायो कि यसले, कुनै पनि भब होइन, यो आर्बाइटेन भने त भब भयो नि त, अनि यसलाई नेगेटिभ गर्दा निस्ट बनाउने अरे, निस्ट थप्ने अरे। इस आर्बाइटर निस्ट म काम गर्दिन, इस आर्बाइटर निस्ट म काम गर्दिन है। जस्तै इस लर्न गेन होइन, इस लर्न गेन। अब यो गेन भनेको चाहिँ लाइक मन पर्नु हुन्छ होइन। अब यो गेन चाहिँ कतिखेर आउँछ भन्दाखेरि चाहिँ कुनै पनि भबलाई चाहिँ हामीले बढी गर्छु भन्दाखेरि चाहिँ गेन आउँछ कि। जस्तै इस लर्न गेन, यसको बारेमा पनि म एकदम तपाईँलाई छुट्टै पढाउँला, अहिले चाहिँ यति बुझ्नुहोस्। इस लर्न गेन मलाई चाहिँ एकदम धेरै सिक्न मनपर्छ, म एकदम धेरै सिक्छु है, धेरै सिक्न मनपर्छ। कुनै पनि भबलाई बढी मनपर्छ भन्दाखेरि चाहिँ हामीले गेन लगाइन्छ कि, यति नै केही पनि छैन। इस लर्न गेन मलाई सिक्न मनपर्छ। अब फेरि मलाई मन पर्दैन अरे क्या, इस लर्न निस्ट मलाई सिक्न मन पर्दैन है, इस लर्न निस्ट म सिक्दिन, इस लर्न म सिक्छु, इस लर्न निस्ट म सिक्दिन, इस लर्न गेन मलाई सिक्न मन पर्छ, इस लर्न निस्ट गेन मलाई सिक्न मन पर्दैन। एकदमै इजी। भबलाई हामीले के गर्छौँ, नेगेटिभ बनाइरहेछौँ है। अब अर्को हेर्नुहोस्, यसलाई एक्जेटिभलाई पनि नेगेटिभ गर्दाखेरि चाहिँ निस्ट बनाउने अरे। जस्तै मानिलिउँ एउटा एक्जेटिभ भनेको सोन, सोन भनेको ब्युटिफुल हो नि त। अब हेर्नुहोस् है, ओके, इस बिन सोन, इस बिन सोन म के छु, ब्युटिफुल छु, म राम्री छु।
अब होइन कसैले चाहिँ मलाई तपाईँ राम्रो छैन के राम्री हुनु कहिले काहीँ भन्नुहुन्छ कि जिस्काएर होइन हुन त म राम्रै छु है फेरि अब हेर्नुहोस् ओके ठिक छ जे भए पनि होइन राम्री भए पनि नराम्री भए पनि तपाईँहरूले मैले पढाएको चाहिँ बुझ्नु पर्यो बुझ्नु भएन भने कमेन्ट गर्नुहोस् त मलाई पर्सनल मेसेज गर्नुहोस् म बुझाइदिन्छु है त ओके हेर्नुहोस् अब जस्तै म राम्री छैन म राम्री म छु राम्री मतलब म राम्री छु अब म राम्री साम्री छैन के को राम्री हुनु इस बिन निष्ठ सन म राम्री छैन इ सोन विशेषता जनाको हो नि त मेरो मेरो म कस्तो खालको विशेषता भएको मान्छे त राम्रो भएको मान्छे हो म राम्री छैन निश्चन हो जस्तै meine Mutter ist schon मेरो मम्मी meine Mutter मेरो मम्मी सोन भनेको राम्रो मेरो मम्मी राम्री हुनुहुन्छ अब मेरो मम्मी चाहिँ राम्री हुनु हुँदैन meine Mutter ist यहाँ के थप्नु पर्यो nicht schon मेरो मम्मी राम्री हुनुहुन्न हामीले चाहिँ के गर्यो विशेषताहरूलाई चाहिँ विशेषमा जनाउने कुराहरू चाहिँ नेगेटिभ बनाउँदाखेरि निष्ठ बनायो अथवा कुनै पनि भर्बलाई नेगेटिभ बनाउँदाखेरि के गर्यो निष्ठ थप्यो एकदमै इजी छ है त ओके ल अब फेरि हामीले गरौँ अर्को वाला काइनको ओके हामीले काइन अथवा काइनलाई नेगेटिभ चाहिँ कसरी गर्छ भन्दाखेरि यो चाहिँ नाउनलाई होइन नाउनहरू भनेको आर्टिकल हुनु पर्यो कि त्यो नाउनको चाहिँ आर्टिकल हुनुपर्छ है आर्टिकल छ भने चाहिँ त्यो नाउन हुन्छ नाउनलाई आर्टिकललाई नेगेटिभ गर्दाखेरि चाहिँ नेगेटिभ गर्दा अथवा बनाउँदा भनौँ न होइन बनाउँदा के लाग्ने काइन अथवा काइन थप्ने हामीले है काइन लगाउने मैले भन्छु नाउनलाई मतलब नाउन भनेको आर्टिकल हुनुपर्छ ड्याड दि दास भनेको ड्याड दिस दास यो आर्टिकल हो नि त यिनीहरू कुनै पनि नाउनमा ड्याड दि दास त्यसलाई चाहिँ हामीले नेगेटिभ गर्नु पर्यो भने चाहिँ हामीले के गर्ने काइन लगाउने जस्तै ध्यान दिनुहोस् है एउटा दास हुन्छ यो दास पहिला यति सिम्पल मैले तपाईँहरूलाई आज एकदम सिम्पल तरिकाले मात्रै सिकाइरहेको छु अब यो नेगेटिभ यो काइन चाहिँ कहिले काहीँ काइनेम के हुन्छ हामीले त्यो डाटिभ आकुजाटिभ पढेकै छैन नि त त्यसको बारेमा म एकदम राम्रो भिडियो तपाईँलाई एकदम इजी हुने भिडियो बनाइदिन्छु अहिले चाहिँ एकदम सिम्पल मात्रै भन्नुहोस् ल दास यो दास भनेको चाहिँ यो त्यो अथवा यो भनेको हुन्छ है जस्तै मैले भने दास इस्ट होइन ein बुक दास इस्ट ein बुक त्यो होइन अथवा यो एउटा बुक हो दास भनेको त्यो अथवा यो एउटा बुक हो अब मैले त्यो बुक होइन कसले भन्ने बुक भनेर यो बुक भनेको त नाउन हो बुक भनेको त नाउन हो नि त होइन यसको आर्टिकल हुन्छ दास बुक हुन्छ सो त्यही भएकाले चाहिँ यहाँनिर चाहिँ दास चाहिँ अब यो आर्टिकल मैले खासै तपाईँहरूलाई पढाएको छुइनँ होला सायद पढाउने छु एक दिन होइन यति बुझ्नुहोस् बुक भनेको चाहिँ नाउन रहेछ अब यसमा चाहिँ नेगेटिभमा चाहिँ काइन हुन्छ नि त दास यसको दास आर्टिकल भनेको चाहिँ नोइट्रममा चाहिँ काइन हुन्छ त्यही भएकाले चाहिँ दास इस्ट आइन बुक अब मैले भने त्यो अथवा यो एउटा बुक हो दास इस्ट आइन बुक यो एउटा बुक हो अब दास इस्ट काइन बुक यो बुक होइन काइनले के गर्यो बुक नाउन भयो नाउनलाई नेगेटिभ काइन भयो यो बुक होइन जस्तै दास इस्ट हेर्नुहोस् है यहाँ दास इस्ट आइन उह या उह भनेको घडी उह भन्छ घडीलाई दास इस्ट आइन उह यो एउटा घडी हो अब
यो उह चाहिँ दि उह, अनि यो दि चाहिँ हामीले नेगेटिभ गर्दाखेरि इ थप्नु छ काइनमा, काइन हुन्छ। यो तपाईँहरूलाई म पढाउँछु। दास इस्ट काइन उह भन्नु पर्यो। हामीले होइन भने चाहिँ के भन्ने, दास इस्ट के गर्ने, काइन उह। यो घडी एउटा घडी हो, यो घडी होइन। नेगेटिभ भयो के यसले चाहिँ, यो घडी होइन अरे। सजिलो छ, मैले भन्छु नि त। भर्बलाई र एब्जेक्टिभलाई नेगेटिभ बनाउँदै हुन्छ भने निस थप्ने। तपाईँले यदि नाउन होइन मतलब आर्टिकलवाला नाउनहरूलाई चाहिँ नेगेटिभ गर्दै हुन्छ भने काइन काइन थप्ने। यहाँ मैले एकदम सिम्पल, मैले सबै नोमिनेटिभमा मात्रै सिकाएको, सिम्पल मात्रै सिकाइरहेको छु है यहाँनिर हामीले, किनकि मैले तपाईँहरूले डाटिभ आकुजाटिभ पढाएको छुइनँ नि त, त्यही भएकोले डाटिभ र आकुजाटिभ नोमिनेटिभको बारेमा तपाईँहरूलाई एकदम क्लियरली भिडियो बनाउनु छु। अहिले चाहिँ तपाईँहरूलाई मैले अस्ति त्यो यास्नो क्वेसन पढाएको थिएँ नि त यहाँ नाइन्फाको, त्यो भएकोले चाहिँ मैले यहाँ पढाइदिएको। मलाई आशा छ तपाईँहरू चाहिँ मैले पढाएको भिडियोहरूबाट धेरै कुरा सिक्नु भएको छ र बुझ्नु पनि भएको छ होला। यदि बुझ्नु भएको छैन भने चाहिँ मलाई पर्सनल रूपमा यो मैले तपाईँहरूलाई चाहिँ यहाँनिर एउटा नम्बर छोडेछु, मेरो वाट्सएप नम्बर, त्यहाँनिर डाइरेक्ट वाट्सएपमा मेसेज छोड्दा पनि हुन्छ। म समय भएसम्म र मैले मिलेसम्म चाहिँ तपाईँहरूलाई सिकाउने प्रयास गर्नेछु है त। ओके है, जस्तै इस उन्टरिस्ट डइच, इस उन्टरिस्ट डइच, उन्टरिस्टेन भनेको पढाउनु के, टु टिच। इस उन्टरिस्ट डइच, म जर्मन सिकाउँछु त पढाउँछु। इस उन्टरिस्ट निस्ट, इस उन्टरिस्ट निस्ट सिकाउँदिन, म पढाउँदिन। दास हान्डी इस्ट टोया। ओके, हेर्नु चाहिँ मैले भने, मैले एउटा मोबाइलको इक्जाम्पल दिएँ। दास दास हान्डी इस्ट टोया, दास हान्डी इस्ट टोया। टोया भनेको महँगो, टोया भनेको महँगो है। दास हान्डी इस्ट टोया, यो मोबाइल चाहिँ महँगो छ। फेरि मैले महँगो छैन, दास हान्डी इस्ट निस्ट टोया, दास हान्डी इस्ट निस्ट टोया। त्यो मोबाइल चाहिँ के छैन, महँगो छैन। ए महँगो भनेको त्यसको यसको विशेषता जनाइ, विशेषण एडजेक्टिभ जनाइ होइन, यसको कुनै विशेषता जनाइ महँगो। अब महँगो छैन, दास हान्डी इस्ट निस्ट टोया, यो मोबाइल चाहिँ महँगो छैन। अब जस्तै दास इस्ट आइन हान्डी, यो एउटा मोबाइल हो। दास इस्ट आइन हान्डी, यो एउटा मोबाइल हो। फेरि मैले के भन्छु है, मोबाइल चाहिँ भएन, दास इस्ट काइन हान्डी, दास इस्ट काइन हान्डी, यो मोबाइल होइन, दास इस्ट काइन हान्डी, यो मोबाइल होइन। ओके, र अझ चाहिँ मैले तपाईँहरूलाई पढाएको भिडियो चाहिँ कस्तो लाग्यो, राम्रै लाग्यो होला होइन, र बुझ्नु पनि भयो होला। यदि बुझ्नु भएन भने मैले भनेको छु, मैले बारम्बार मैले यहाँ डिस्क्रिप्सनमा नम्बर छोडेँ, त्यो नम्बरमा तपाईँहरूले मेसेज गर्न सक्नुहुन्छ वाट्सएपमा। म चाहिँ एकदम बुझाउन प्रयास गर्नेछु। र आज भने अब म तपाईँहरूलाई पालो भएको छ होमवर्कको, र यो होमवर्क चाहिँ तपाईँहरूले घरमा राम्ररी गर्नु होला, अनि प्र्याक्टिस गर्नु होला। यति मात्रै नभएर तपाईँ अरू पनि धेरै आफूले पनि लर्न गर्ने, आफूले पनि खोज्ने होइन, अनि खोज्ने पढ्ने गर्नुहोस्, पढ्ने बानी हुन्छ अनि मात्रै आउँछ। खालि अलिकति मैले पढाएको 2-4 भिडियोले मात्रै केही पनि पुरा हुँदैन, यो त अलिकति तपाईँहरूलाई थोरै हेल्प होस् भनेर मात्रै हो। यो त इनफ हुँदैन, तपाईँले आफूले खोज्नु पर्ने हुन्छ होइन। ओके ल, आज भने म तपाईँहरूलाई चाहिँ के होमवर्क दिन्छु, त्यो होमवर्क चाहिँ तपाईँले गएर मलाई कमेन्ट बक्समा कमेन्ट गर्नुहोस् है त। ओके ल, आजको लागि तपाईँहरूलाई होमवर्क भनेको, यो होमवर्क चाहिँ तपाईँहरूले घरमा मजाले गर्नु होला, अनि मलाई मेसेज गर्नुहोस् वाट्सएपमा अथवा कमेन्ट बक्समा कमेन्ट गरिदिनुहोस्। तपाईँहरूलाई मैले पढाएको कस्तो लाग्छ त्यो पनि कमेन्ट बक्समा कमेन्ट गरिदिन नभुल्नु होला, ताकि तपाईँहरूले गरेको कमेन्टले चाहिँ मलाई अलिकति भए पनि थोरै हौसला प्रदान हुन्छ। अनि मैले अझ बढी मलाई भिडियोहरू चाहिँ पोस्ट गर्नुपर्छ भन्ने कुराहरू चाहिँ आउँछ नि त मनमा, किनकि त्यो हर्षले कि मैले पढाएको पनि राम्रो छ है, बुझ्नु हुँदो रहेछ है, राम्रो भनेर कमेन्ट गर्नुभएको छ है भन्ने हुन्छ नि त। सो ओके ल, अब होमवर्क दिउँ है त, तपाईँहरूले चाहिँ यसलाई घरमा गर्नुहोस् है त। ओके, नम्बर 1, यो पेन
सस्तो छैन सस्तो छैन हेर्नुहोस् है सस्तोलाई के भन्छ बिलिस बिलिस भनेको सस्तो है मैले यहाँ मिनिङ पनि लेखिदिएँ तपाईँहरूले यो चाहिँ के गर्नु पर्यो अब यो पेनलाई चाहिँ हामीले द कुली भनेको पेन है पेन मैले यहाँ मिनिङ पनि लेखाइदिएँ नम्बर 2 मा उषा मिसले राम्रो पढाउनु हुँदैन एक्जाम्पल है उषा मिसले राम्रो पढाउनु हुँदैन राम्रोलाई गुड अब पढाउनुलाई इन्टरेस्टेड भन्छ इन्टरेस्टेड पढाउनु है पढाउनु टु टिच जस्तै मैले एउटा एक्जाम्पल दिएँ यसको चाहिँ मैले एउटा एक्जाम्पल दिएँ ल उषा मिसलाई चाहिँ लर्निङ भन्छ लर्निङ उषा लर्निङ इन्टरेस्टेड गुड ए यो चाहिँ के भयो उषा मिसले राम्रो पढाउनुहुन्छ अब तपाईहरुले चाहिँ यसलाई चाहिँ नेगेटिभ बनाउनु पर्यो कि उषा मिसले राम्रो पढाउनु हुँदैन बनाउनु पर्यो है त नम्बर 3 मा त्यो घर ठुलो छ ठुलोलाई के भन्छ ग्रोस भनेको ठुलो बिग है जस्तै मैले एउटा घर ठुलो छैन है यहाँ छ भएछ छैन त्यो घर ठुलो छैन है अब मैले यहाँ के लेखिदिएँ दास हाउस इज ग्रोस दास हाउस इज ग्रोस त्यो घर ठुलो छ अब तपाईहरुले चाहिँ त्यो घर ठुलो छैन यहाँ चाहिँ घर ठुलो छ अब तपाईहरुले चाहिँ ठुलो छैन बनाउनु पर्यो है त ओके फियरमा त्यो जुत्ता होइन त्यो जुत्ता होइन भन्नु पर्यो हामीले यहाँ चाहिँ त्यो जुत्ता होइन अब मैले यहाँ के भने तपाईहरुलाई मैले हो जुत्ता हो बनाउँछु जुत्ता होइन तपाईहरुले भने त्यो जुत्ता होइन अब मैले अघि भनेको थिएँ नि त तपाईहरुलाई त्यो अथवा यो भनेको चाहिँ दास भनेर है मैले भने दास इज दी सुह भनेको चाहिँ जुत्ता दास इज दी सुह त्यो जुत्ता हो यहाँ चाहिँ यहाँ नाउन आयो है मैले भन्दैछु यहाँ नाउन आयो भने नाउनलाई नेगेटिभ गर्दा काइन अथवा काइन यसको आर्टिकल दी आयो भने चाहिँ हामीले ई थप्नु पर्यो है त दास इज दी सुह त्यो जुत्ता हो भयो यो चाहिँ अब यसलाई तपाईहरु नेपालमा त्यो जुत्ता होइन मतलब होइन बनाउनु पर्यो है त अर्को फ्रन्टमा दास इज eine Frau यहाँ चाहिँ दास इज eine Frau त्यो एउटी महिला हो यो के भयो त्यो एउटी महिला हो दास इज eine Frau त्यो एउटी महिला हो अब तपाईहरुले त्यो चाहिँ महिला होइन दी फ्राउ हो यसको आर्टिकल चाहिँ नाउन हो भनेपछि अब यसलाई नाउनलाई नेगेटिभ गर्दाखेरि के भन्थे मैले काइन अब यो चाहिँ एउटा महिला हो तपाईहरु चाहिँ के गर्नु पर्यो यो महिला होइन यहाँ मैले तपाईहरुलाई जर्मनमा लेखेछु यो नेपालीबाट भएको चाहिँ तपाईहरुले जर्मनबाट ट्रान्सलेट गर्नु पर्यो है त ओके ल तपाईहरुले चाहिँ यति होमवर्क गर्नु होला र प्लस तपाईहरुले आफूले कुनै क्रिएट गर्नु भएको छ भने त्यो पनि कमेन्ट बक्समा कमेन्ट अथवा मलाई पर्सनल रूपमा WhatsApp मा पनि मेसेज गर्न सक्नुहुन्छ त
ओके र आज मैले पढाएको भिडियोहरूले चाहिँ तपाईँलाई धेरै कुराहरू हेल्प हुन्छ भन्ने कुरा म विश्वस्त छु र तपाईँहरूलाई मैले पढाएको कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला र तपाईँहरूलाई मनपर्छ भने लाइक कमेन्ट अनि जर्मन ल्याङ्ग्वेज एपिसेन्टरको यो च्यानललाई सब्सक्राइब पनि गर्न नबिर्सनु होला है त ओके auf Wiedersehen